कुद्दै चाहिँ हिँड्दै होइन बेबी ठिकै छ दुईजना नि ठिकै छ I heard that, Robbie. जाडो हुँदै आयो रे यस्तो लाएर हिँडेपछि त्यही हो विन्टर टाइममा ए कस्तो क्युट है Thank you. I think you say last sorry. हुन्छ धन्यवाद यो ढुङ्गा त बन्द हुन होला जस्तो छ बन्द होइन के गर्छ 10 मिनट्समा यसरी तल जान्छ ट्याक्क सनसेट भएको बेला दामी देख्दो रहेछ यस्तो गर्छ है तर हामी त नोटिसै गरेन नि त
फास्ट जाँदो रहेछ एमजी तर अघिको भ्यू एकदम राम्रो देख्ने रहेछ तर सनसेट भएको चाहिँ दामी हिँड्थ्यो होला है अघि सन देख्थ्यो दुगो मुनि झम्मा झर्छ जस्तै छ त्यहाँबाट चाहिँ एकदम बुझ्छ होला जे होस् लास्ट त नभनौँ सेकेन्ड लास्ट केबल कार चाहिँ पाइयो धन्दै ट्याक्सीमा जानु परेको लेक साइड त्यही त नि कति मिनट्स हुन्थ्यो अरे 10 मिनट्स होला 10 मिनट्समा नत्र लाइक ट्याक्सीमा गयो भने त लाग्थ्यो होला है जे होस् माथि चाहिँ जाडो रहेछ मेबी स्पेसली अब अहिले त इभिनिङ भयो नि त इभिनिङ टाइम अनि त्यही भएर विन्डो चाहिँ 8% रहेछ 640 किलो क्यापेसिटी रहेछ ब्यालेन्स गर्नुपर्छ भेनाले वेट ब्यालेन्स गर्नुपर्छ अरे ओके थ्याङ्क यू भेरी मच आउँछ अगाडि आउँछ आकाश त्यो जे सनसेट नभए भने माथिको त्यो अलिकति कलरले गर्दा ओहो माथिबाट स्लोप भनेको त अझै स्लोप रहेछ त डेन्जर अब त भेना एकदम हेर्नु पऱ्यो रोलर कोस्टरै रहेछ त यो त यति पार्ट चाहिँ के जिप तल रहेछ डर लाग्यो जिप लाइन जाने भनेको सस्तो रहेछ जिप लाइनर भन्दा यो चाहिँ खेल्यो यसले गर्नु हुन्छ 3-4 दिनमा त्यही पनि तलमाथि तल त हेर्नु मैले स्पिडमा ल्यायो भने त डरलाग्दो रहेछ भेना उता हेर्नु तल हेर भने थाहा पाउँछ कस्तो मजाको भयो त्यो तल है एउटा टायरले यस्तो हान्छ है एउटामा यस्तो गरेर गर्छ नि साह्रो दाममा खिच्न चाहिँ हेर्नु न उता माथि हेर्नु त्यो यत्रो भिरबाट तल ल्याएछ नि त्यस्तो भयो ओहो सेकी भयो सेकी बत्ती गएको हो बत्तीको जस्तै छ त यो त आफै नै जान्छ होला त यति स्पिडमा त त्यही त होइन उताको त अड्क्यो त हुँदैन माथि जाने कि हुन्छ ला भने चाहिँ हामी यहीँ अड्केर बसेर रहेछौँ गाइस घाटा गरेर त हल्लिदिन्छ अघि त आवाज पनि निकालेको छैन अहिले माथि यता आउने माथि डाँडामै भेनाको फेस एक्सप्रेसन क्या बल्ल आयो त्यस्तो हुनुपर्छ नि यहाँ हेर्नु भन्न तपाईँहरू केही हुन्छ भनेर के चिज नरहेछ कि भेना के बल्ल आयो हाम्रो सावरी एकैछिन रोकिएको थियो यता चुटिन्छ चुटिँदैन है अब रिपेयर गर्नुपर्छ यो चराले गर्दा बिहार चरा मार्नुपर्छ अझै बिचरा त्यो चराको केही गल्ती पनि थिएन मजाको थिएन यो फगी भयो दामी भ्यू हुन्छ लेक त निलो देख्छ नि तर त्यसले ग्रिप गरेर लिएर जानु रहेछ एलिभेटर जस्तै भयो भेनाको फेस एक्सप्रेसन भन्न सुरुमा त्यहाँ माथिबाट हेर्दा सँगै तल होला जस्तै नि आउनु त बोला छ कि
यो दोरी त यस्तै यस्तो स्लाइड हुन्छ भनेको त अड्केर बस्छ रहेछ दोरी पो जाने रहेछ है डराएको अवस्थाहरू थ्याङ्क यू होइन त्यो तल आयो यो टाइम त उसो नि अब बन्द हुन्छ है फेरि होइन हामी लास्ट होला जस्तो लाग्यो ए हो यही होला खोल्यो ओपन भयो गाइस यहाँ त रोकिँदैन आफै झर्ने हो घुम्दै घुम्दै जान्छ घचक्क हो कि रमाइलो भयो त्यसको साथमा डर पनि लाग्यो अब हजुर होइन ठिकै छ ए हजुर ए ल आज चाहिँ हाम्रो ट्रिप यति नै रवि हाउ वाज द ट्रिप धेरै राम्रो अब चाहिँ घर फर्किँदै बाई